साथीहरू अहिले म बर्गेनिया रेलवे स्टेसनमा छु ट्रेनको वेट गर्दै। मेरो ट्रेन राति 12:30 बजे आउने छ यो स्टेसनमा र ट्रेनमा छिरेपछि मेरो सिट साइडको अप्पर बर्थमा थियो र ट्रेनको कुरा गर्दा यो ट्रेनको नाम थियो सद्भावना एक्सप्रेस, जुन चाहिँ रक्सौलदेखि आनन्द विहार टर्मिनल, जुन दिल्ली नै भनौँ त्यसलाई, त्यहाँसम्म जान्छ र हामीलाई बिचमा बनारस भन्ने स्टप थियो। वाराणसी र वाराणसी सिटी दुईटा स्टप छ। ट्रेनको सबभन्दा ठुलो बेनिफिट यही लाग्छ कि यहाँ थकान चाहिँ हुँदैन। बसमा हामी 1-2 घन्टा ट्राभल गरे पनि हल्का थकान जस्तो लाग्छ, तर ट्रेनमा त्यस्तो फिल हुँदैन र मजाले भ्यू इन्जोय गर्दै, यो गङ्गा रिभर थियो र इन्जोय गर्दा गर्दै हामी एकछिनको लागि ट्रेन ढिलो भयो, एकछिन के भनौँ 10 घन्टाको लागि ढिलो भयो। हामीलाई पुग्नु पर्ने 12 बजे, तर हामी पुगे राति 8 कि 9 बजेसम्म र केही इन्डियन साथीहरू बनाए र उनीहरूलाई बाया गर्दै हामी अब होटेलतर्फ निस्के र मेरो स्टपको नाम थियो वाराणसी जङ्सन र यहाँ एस्केलेटर भन्ने कुरा मलाई अचम्म पार्यो। उत्तर प्रदेश यति नै डेभलप छ भनेर मलाई खासै आइडिया थिएन। नोइडा भन्ने थाहा थियो होइन, त्यो डेभलप छ, तर उत्तर प्रदेशमा अरू सिटिजहरू पनि धेरै डेभलप रहेछ, यो हेरेर मैले हल्का आइडिया लगाएँ र हामीलाई एक्जिट जानुपर्ने। हामी प्लेटफर्म नम्बर 7 मा थिएँ र त्यहाँबाट ई रिक्साहरू एकदमै सजिलोले भेट्न सकिन्छ र 20 रुपियाँ भाडा लियो। लगभग हामीले 1.5 किलोमिटर ट्राभल गरे होटेलको लागि। अनि त्यसपछि होटेल पुगेर होटेलमा चेक इन गरेँ। होटेल हाम्रो पहिला नै बुक भइसकेको थियो कलमै र होटेल मलाई एकदम सेटिस्फ्याक्सन लेभलको थियो। 1000 रुपियाँ आइसी, जुन चाहिँ 1600 नेपाली हुन्छ, त्यो त्यति परेको थियो हामीलाई र मलाई एकदम वर्थ इट लाग्यो। र होटेलमा चेक इन गरेपछि सुत्ते राति, अनि बिहानपल्ट निस्क्यौँ हामी फर्स्ट डेस्टिनेसन, जुन चाहिँ काशी विश्वनाथ मन्दिर थियो र हामी होटेल बाहिरै हाम्रो ई रिक्साहरू भेट्न थाल्यो होइन। अनि त्यसमा चढेर हामी काशी विश्वनाथसम्म पुगे र हामीलाई थाहा थियो यो स्पटमा आउँछौँ हामी ई रिक्साबाट र यहाँबाट 2टा गेट जान्छ होइन, र हाम्रो अर्को गेट जानुपर्ने जुन लेफ्ट साइडको गेट छ त्यहाँ जानुपर्ने, किनभने यो सिधा गेट जुन हेरिराख्नु भएको छ त्यसमा धेरै भिड हुन्छ। सो हामी त्यो लेफ्ट साइडको गेटमा गए र बिचबिचमा एकदम राम्रो मार्केटहरू पनि थियो, हल्का भाइब्रेन्ट कलर जस्तो फिल भइरहेको थियो र रिलमा हेरेको जस्तै त्योभन्दा एकदम डबल लाग्यो मलाई, जतिसम्म मैले एक्सपिरियन्स गरेँ यो भाइब्रेन्ट कलरहरू बनारसको। र यहाँबाट हामीले एन्टर गरे होइन, गेट नम्बर 2 हो सायद यो, र यहाँ एकदम कमै भिड थियो। हामी बिहान 8:30 बजे पुगेको थिएँ र भित्र एकदमै धेरै पसलहरू थियो होइन, तर हामीले प्रसादी भित्रैबाट लिएको, महँगो भएर पनि हामीलाई थाहा थियो महँगो हुनेछ, तै पनि लिएको। र यो लाइनसम्म मात्रै मोबाइल अलाउ थियो र यसपछि सरकारी लकरहरू पनि थियो र त्यो लकरमा हामीले आफ्नो फोनहरू जम्मा गरे। अनि गेट नम्बर 4 बाट निस्के र त्यसपछि हल्का गलीहरू एक्सप्लोर गर्न थालेँ र हामी मणिकर्णिका घाटतिर लागेँ र मणिकर्णिका घाटमा हल्का गङ्गाजीको दर्शन गरेँ। सबै घुमेर हाम्रो नेक्स्ट डेस्टिनेसन थियो कालभैरव मन्दिर।
बट त्योभन्दा पहिला हामीलाई पान ट्राई गर्नुपर्ने थियो। बनारसको फेमस पान हामीले सुनेकै हो र हामीले मिठा पान ट्राई गरे र मिठा पान हल्का बढी नै मिठो लाग्यो जस्तो, गुलियो लाग्यो जस्तो लाग्यो मलाई। र यसपछि थोरै रेस्ट गरेँ र बेलुकातिर म निस्केँ 80 घाटतर्फ र 80 घाटको सन्ध्या आरती हेर्नु मेरो ड्रिम जस्तै थियो र मैले आरतीको रेकर्ड गर्न सकिनँ किनभने म आरती हेर्नमा धेरै बिजी थिएँ र यो सिनहरू आरती सकेपछिको हो। एन्ड देन म सपिङको लागि एउटा मलमा गएँ। वेस्ट साइड भन्ने मल थियो जुन टाटा कम्पनीले ह्यान्डल गर्छ र मैले एउटा स्कुटी रेन्ट गरेको थिएँ। स्कुटी वाज क्वाइट इम्प्रेसिभ, फुल कन्डिसनमा थियो, मैले एक्सपेक्ट गरेको थिएन र एउटा मलमा गएँ र डोमिनोज फर्स्ट टाइम ट्राई गरेँ र अनेस्टली स्पिकिङ यस्तो राम्रो पिज्जा मैले आजसम्म एक्सपिरियन्स गरेन। एन्ड देन हामी होटेलतर्फ लागेँ र भोलिपल्ट हाम्रो डेस्टिनेसन थियो बनारस हिन्दू युनिभर्सिटी र त्योभन्दा पहिला हाम्रो बाटोमा पर्यो पहलमान लस्सी र पहलमान लस्सीको लस्सी खानु इज कम्पलसरी। देन वी वेन्ट टु बनारस हिन्दू युनिभर्सिटी र यही युनिभर्सिटीमा हाम्रो प्राइम मिनिस्टर अहिलेको सुशीला कार्कीले पढ्नु भएको छ। र यहाँसम्म हाम्रो बनारस ट्रिपको प्लान थियो र हामीले चेकआउट गरे र रेलवे स्टेसन जुन चाहिँ बनारस जङ्सन थियो त्यहाँ लागे र यहाँबाट हामी अयोध्यातर्फ लान्छौँ र अयोध्यामा हाम्रो प्लान एक दिन बस्नेछ, एक दिन इनफ हुनेछ।